उज्यालो नेपाल पार्टीको तर्फबाट हामीले पहिलोचोटि प्रदेश बागमती प्रदेशको यो भेला गरेका छौँ। यो हामी चुनावको समीक्षा लगायत हामी विविध विषयमा प्रशिक्षण लगायत विविध विषयमा हाम्रो आन्तरिक पार्टी अन्तर्गतका साथीहरूले व्यापक छलफल गर्नुहुनेछ। त्यसको लागि हामी भेला भएका छौँ। यो क्लोज मिटिङ हो, अलिकति हामीले ओपन सबै पत्रकार साथीहरूलाई ओपन गर्न सकेनौँ, त्यसको लागि क्षमा प्रार्थी छौँ। हिजो हामीले चुनावमा भाग लिएपछि हामीले पार्टी गठन गरेको 3 महिनाभित्र चुनावमा भाग लिनुपर्ने अवस्था आयो र 3 महिनाभित्र पनि हामीले बीचमा अलिकति हामीले अर्को पार्टीसँग जुन सहमति गरेपछि त्यहाँ पनि अलमल भयौँ र छोटो समयमा पनि उज्यालो नेपाल पार्टी देशैभरि हामीले उम्मेदवारी दिन सफल भयौँ। सबै साथीहरूले देशैभरि आफ्नो आफ्नो क्षेत्रमा धेरै ठुलो योगदान दिनुभएको छ, खटिनु भएको छ। हामीले देशैभरिबाट उम्मेदवारी दिएर पनि जित्न नसक्दा पनि यसपालि हामीले हारेर पनि जितेको चाहिँ उज्यालो नेपाल पार्टी हो। हामी जितेका छौँ। हाम्रो यो हार होइन, यो हाम्रो जित हो भन्ने हामीले भनेका छौँ। हामी हारेर पनि उज्यालो नेपाल पार्टी पनि जितेको छ, देश पनि जितेको छ। यो देशमा एउटा स्थायित्वको लागि जुन हिसाबले चुनाव जरुरी थियो, चुनावबाट अत्यधिक मतले जनताले करिब 2/3 को बहुमत एउटा पार्टीलाई दिएको छ। यो पनि देशको लागि अहिलेसम्मको महत्त्वपूर्ण विषय हो र यो देशको लागि एउटा स्थायित्वको लागि, समृद्धिको लागि जनताले दिएको एउटा अभिमत हो। यसलाई सबैले स्वीकार गर्नुपर्छ र उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ। हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ। सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ। सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धतर्फ लानको लागि सशक्त भूमिका हामी निभाउनेछौँ। यो देशको राष्ट्रियता, यो देशको समृद्धि र देशको समस्याको विषयमा हामी सशक्त रूपले सडकबाट खबरदारी गर्नेछौँ। राम्रा कुरालाई समर्थन गर्नेछौँ, नराम्रा गलत कुरालाई खबरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनलाई हामी सशक्त रूपमा अगाडि बढ्नेछौँ। यो हाम्रो प्रतिबद्धता हो। अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो। हामी चुनाव सकेको केही समयमै केन्द्रीय कमिटीको बैठक राख्यौँ, छलफल गऱ्यौँ। देशैभरिको उम्मेदवारहरूलाई बोलाएर हामीले समीक्षा गऱ्यौँ। आगामी दिनमा हामी कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौँ। हामीले त्यस विषयमा छलफल गरेका छौँ र सबै प्रदेशमा हामीले भेलाहरू तय गरेका छौँ। पहिलो भेला हामी बागमती प्रदेशबाट गर्दैछौँ। त्यसपछि 14 गते हामी मध्य प्रदेशबाट गर्दैछौँ। त्यस्तै गरेर हामी 7 प्रदेशमा भेला सम्पन्न गर्दैछौँ। त्यसपछि हामी जिल्ला भेला, पालिका भेला र वडासम्मको भेला हामी सम्पन्न गरेर उज्यालो नेपाल पार्टीले अब गाउँ टोलसम्म हाम्रो सङ्गठन विस्तार गर्नेछौँ।
यो हाम्रो एउटा अभियान सुरु गरेका छौँ। हिजो हाम्रो कुनै सङ्गठन थिएन, 1 महिनामा हामीले सङ्गठन बनाउन सक्ने सम्भावना पनि थिएन। चुनावमा हामी सबै लाग्यौँ, चुनावमा प्रचारमा लाग्यौँ। जुन मत आएको छ जनताले दिएको यस्तो विषम परिस्थितिमा पनि माया गरेर दिएको मत मात्रै हो। हामीलाई विश्वास, हामीले जनतासम्म पुग्न सक्ने समय पनि थिएन, चुनावको चिन्ह पनि दुईवटा थियो। हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पनि जनताले माया गर्नुभएको छ। कुनै पनि ठाउँमा जाँदा पनि उज्यालो नेपाल पार्टीलाई सबैले विश्वास माया गर्नुभएको छ। उज्यालो नेपाल पार्टी राम्रो हो, आउनुपर्छ भन्नुभएको छ। हामी पुग्न सकेनौँ। अब हामी घर दैलोमा पुग्छौँ। उज्यालो नेपाल पार्टी घर दैलोमा पुग्छ, घर घरमा पुग्छ र उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निकाय र प्रदेशको चुनावमा हामी नेपालको सशक्त पार्टीको रूपमा उपस्थित हुन्छौँ। हामीलाई 1 वर्षको समय छ र त्यसरी नै आगामी चुनावहरूमा र जनताका जुन डेलिभरी दिने विषयहरू छन्, जनताको विषयमा हामीले जे प्रतिबद्धता व्यक्त गरेका छौँ, हामी सरकारमा नरहे पनि त्यो विषयहरूलाई सडकबाट सशक्त रूपमा उठाउनेछौँ र अगाडि बढ्नेछौँ। र हाम्रो चाहिँ डिजिटल मिडियाको जुन क्याम्पेन चाहिँ हामीले हिजो गर्न सकेनौँ र जनताको हरेक घर घरमा र हरेकको मोबाइलमा जुन किसिमले हामीले हिजो प्रचार गर्न सकेनौँ, पुग्न सकेनौँ, त्यो पनि हाम्रो प्रयास अब जारी रहनेछ। र तपाईहरुलाई आज मैले धेरै कुरा राख्नुभन्दा पनि हामी धेरै छलफल करिब 2-3 घण्टाको छलफलपछि हामी केही निष्कर्ष निकाल्छौँ। हाम्रा साथीहरूलाई केही निर्देशन पनि हुन्छ र हामी देशैभरि यसरी नै अगाडि बढ्ने हिसाबले हामी पार्टीलाई अगाडि बढाउने हिसाबले अगाडि बढेका छौँ।